ल नेपालको चुनावमा पैसाको खेलबारे कुरा गरौँ। एउटा नयाँ नियमले सबै कुरा बदल्न खोज्दैछ। राजनीतिक अभियानमा पैसा आउँछ कहाँबाट, खर्च चाहिँ कहाँ हुन्छ, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो होइन त? यसैको जवाफमा नेपाल राष्ट्र ब्याङ्कले एउटा नयाँ नियम ल्याएको छ, चुनावी खर्चलाई पारदर्शी बनाउन। हो, माघ 12 गते एउटा विशेष निर्देशना आयो। यसले दल र उम्मेद्वारका लागि नयाँ नियम अनिवार्य गरेको छ। र यो नियम चुनावमा उठ्ने सबैका लागि हो, चाहे व्यक्ति होस् वा पुरै पार्टी, सबैले मान्नै पर्छ। नियम एकदमै सरल छ। चुनावमा उठ्ने दल होस् वा उम्मेद्वार छुट्टै ब्याङ्क खाता खोल्नै पर्यो। त्यसो भए यो नयाँ नियम किन चाहियो त? यसको पछाडि एउटा एकदमै स्पष्ट उद्देश्य छ। मुख्य लक्ष्य हो चुनावको बेला हुने पैसाको कारोबारलाई पारदर्शी बनाउने। एकदमै सिधा कुरा। पहिले हिसाब किताब गोलमाल हुन्थ्यो, अब सबै कारोबार पारदर्शी हुने भयो, हिसाब राख्न पनि सजिलो। तर याद राख्नुहोस् है, यी खाताहरू सधैँका लागि होइनन्, यिनीहरूको आयु सीमित हुन्छ। हेर्नुहोस्, यो खाताको जीवनचक्र कस्तो हुन्छ। पहिले खोलिन्छ, चुनावभरि चल्छ अनि बन्द हुन्छ। र खाता बन्द गर्ने साँचो निर्वाचन आयोगसँग हुन्छ, मतलब चुनाव सकिएपछि पनि निगरानी कायम रहन्छ। अब यसले नेपालको राजनीतिमा के असर पार्ला त? यसले जवाबदेहिता बढाउने ठूलो सम्भावना छ। खासमा पैसा कहाँबाट आयो र कहाँ गयो भन्ने स्पष्ट हिसाब देखाउनु नै यसको मुख्य उद्देश्य हो। तर असली प्रश्न के हो भने, के यो नियमले नेपाली चुनावको भविष्य साँच्चै बदल्न सक्ला त?